न उभिन मिल्छ न यो उभिन खोजिरहेछ अघिदेखिबाट तिमीहरूको मान्छे चाहिँ त्यहाँ अट्ने यो बाख्रा अट्दैन जाडोमा यसरी राख्न मिल्छ बाटो खेर बाख्रामै के अरे यहाँ बस्ने ठाउँ त हुनु पर्यो नि त उनीहरूको कार्टुन राख कि के राख यसरी राख्न मिल्छ तिमीले ट्रान्सफर गर्न मिल्छ हेर त बिचरा हेर त यहाँ आमा हेर कराएको बिचरा यो घरि उठ्छ घरि बस्छ घरि उठ्छ घरि बस्छ यो बाख्रा त्यहाँबाट मैले हेरिरहेको छु निकालो त तल झार यिनीहरूलाई कति जाडो हुन्छ कहाँ पुर्याउनु बाख्रा काठमाडौँ आमा यो ओछ्यार राखाउनु त केले यिनीहरू चाहिँ प्राणी होइन यो बाख्रा हाल्ने मान्छे आएकै छैन उनीहरूले सेर्ने बानेर पठाइदिए मैले के तिमी त नि यहाँको सहचालक हो नि त तिमीलाई त थाहा छ नि त अनि यस्तो त हुँदैन नि भाइ केही ओछ्याइदेऊ कि ओढाइदेऊ यिनीहरूलाई जाडो हुन्छ आमा हेर्नु त यस्तो बिजो गरेर हेर्नु त यहाँ यस्तो काठमाडौँ पुर्याउनु खोजेँ किन नखिच्यो र मैले किन नखिच्यो र तिम्रो फोटो मानवता काम गर्छ कसैले मैले मात्रै सबै गाडी लान्छ यसरी अनि अरू लग्यो भने तिमीले अरू गुखायो भने तिमीले गुखानु पर्छ छ यस्तै सिस्टम अब माथि माथि गएर के हो तिम्रो नाम के हो तिम्रो सन्तोष तामाङ ए रोड किन खोल्नु उसलाई सोध्नु त यो हाल्न पाउँछ यो दिस इज लिगल अनि वे यु टक विथ मी द्याट इज लिगल द्याट इज रेस्पेक्टफुल आई एम नथिङ आई एम जस्ट अ ह्युमन अफ दिस कन्ट्री बुझ्यौ नि नागरिक असचेत नागरिक अफ दिस कन्ट्री आई डोन्ट नो तिमीले जुन तरिकाले मसँग व्यवहार गर्यौ यो तरिकाले हुँदैन कि त मान्छेसँगै राख बाख्रा त्यसरी माथि लान पाउँदैन बुझ्यौ जाडोमा बुझ्यौ तिमीले त्यस्तो गरी नबोल है भाइ समझदारी कुरा गर्नु पर्दैन के को दादागिरी तिम्रो के गरे बोलेको तिमीले अघि जनाएर त्यसरी लान पाउँछ माथि हालेर समझदारीको कुरो गर्नुपर्छ त भनेको होइन समझदारी गरिदियो होइन राम्रोसँग कुरा राख्यो अनि तपाईँले कसरी बोल्नु भएको थियो मैले रेकर्ड गरेर राखेको छु तामाङ हो म गुखानी तामाङ हो भनेर आएको छ तिमीले मलाई यहाँ सबै रेकर्ड छ भाइ कस्तो यहाँ निस्क तिमी ए उसलाई चेक गर्नु उसलाई पुरै चेक गर्नु सर चेक गर्नु उसको मेडिकल सबै चेक गर्नु चेक गर्नु ल होइन के चेक गर्नु न मलाई होइन चेक गर्नु भेट्नेरी चेक गर्नु भने तिमीले त किन चेक गर्ने हो र तिमी मैले किन चेक गर्नु पर्छ तिमीलाई किन स्टिङ तान्नु तपाईँ किन तान्न परिहाल्यो नि उहाँलाई भनेको मैले किन छैन त सार्वजनिक गाडीमा छुने किन अधिकार छैन र म तिम्रो गाडीमा आएको छैन तिमी साउको गाडी चलाएको हो होइन छुने अधिकार छैन छुन्छु त छुन त पाइहाल्यो नि छुने अधिकार छैन भन्छ त त्यो मिल्दैन नि त यो परिजन विपरीत हुन्छ कि यस्तो छुट्टै ल्याउने गाडी छुट्टै हुन्छ नि त पैसा लिनु त तिमीले हो नि त भाइ पैसा लिने तिमीले हो नि त त्यो कुरा हो नि त पैसा युले मनी चाहिँ लिन्छौ के बुझ्यौ नि त्यो कुरा होइन के तिम्रो यही तरिकाले भन्यो नि दिदी यस्तो हो सरी दिदी भन्यो भने मैले एक्सक्युज गर्छ तिम्रो कि तर राख है कि चाहिँ मान्छेलाई ल्याएर बुझ्यौ नि भाइ हो हामी भनेको अभियान गर्दा मान्छे हो हाम्रो काम जनचेतना फैलाउने हो होइन त्यो यो तिमी जतिको प्राणी हो ऊ पनि त्यतिकै प्राणी हो बुझ्यौ उठ्न खोज्छ बस्छ बिचरा उठ्न खोज्छ बस्छ त्यसलाई मान्छे ओसार पोसार गर्ने हो युको काम भनेको मान्छे ओसार पोसार गर्ने हो बाख्रा ओसार पोसार गर्ने होइन बुझ्नु भयो नि बोला नि त तिमीलाई कसले छेल्याएको छ छु मैले भनिरहेको छु त मैले त्यो त मेरो बोल्ने तरिका हो नि तिमीले तामाङ भाषामा कुरा गर्छौ कोहीले चाहिँ के अरे उसमा कुरा गर्छ नेवारी भाषा कुरा गर्छ म इङ्ग्लिसमा आधी इङ्ग्लिस आधी नेपालीमा बोल्छु त्यो त मेरो अधिकारको कुरा हो नि भाइ बुझ्ने नबुझ्ने बुझेन दिदी भनेर भन म भनिहाल्छु नि
अब यु भने नि बुझ्दैन भने त मैले के भन्ने हो र मान्छे ओसार पोसार गर्ने हो क्या भाइ तिम्रो कारणले गर्दाखेरि काठमाडौँको त्यो मासु पसल बन्द हुने होइन बुझ्यौ नि अनि प्रहरीज्यूहरूले पनि तपाईँहरूले पनि उ गर्नु पर्यो क्या बुझ्नुभयो नि तपाईँहरूले पनि चेक गर्नु पर्यो कसरी चाहिँ यो भाइले जहिले ओसारिरह्यो तपाईँहरूले चेक गर्नु भएको भए उसले त भन्यो त जहिले मैले चेक गर्छु भन्यो त उसले त यो चाहिँ सुन्नुहोस् सर ट्राफिक ज्यू यो चाहिँ यसरी लान पाउँदैन यहाँबाट मेरो अगाडि चाहिँ पाउँदैन कि त तल झार्नु पर्यो यो चाहिँ तल झार्नु पर्यो कि चाहिँ मान्छेलाई सम्बन्धित मान्छेलाई चाहिँ गर्नु पर्यो नत्र म जानेवाला छैन उतै छ मेरो गाडी म भाइलाई जान दिदिनँ अब भाइले चाहिँ निकाल्नु बिस्तारै अमै बिचरा हुँदैन नि त्यसरी नगालो कान्छ बिस्तारै गर बिस्तारै ल बिस्तारै आऊ लौ बाबु ल बिस्तारै ओ मामा प्रभु काठमाडौँसम्म यत्तिकै जान लागि ल बस आमा पुजर होला कि प्रभु नाथ पुजर होला कि भन्नु पाएँ भने यस्तो दुर्दशा गरेर लायो नि वही समाते त भयो ल ल समात यो समातिनु त भयो वै ल आऊ आमै नि त ल यहाँ पिसा फेर्न नपाएको बिचराले बल्ल पिसा फेर्यो ल अझै आउँदैछ बिस्तारै आमै नि हेर आमै दुइटैले पिसा फेर्दैछन् ल हेर्नु कति गाह्रो होला कति गाह्रो भयो होला आमै कामेको थरथरी कामेको हेर लास्ट है यो चाहिँ 4वटा रहेछ यी 4वटालाई कहाँबाट लिएर आयो भाइ गोर्खाबाट ए ल बिस्तार समात्यो भाइ ल अबि ल आमा लड्यो नि बिचरा ल त्यो 4वटा बाख्रा चाहिँ हामीले अब यहाँ उद्धार गरेर अर्को गाडीमा अलि सहिलो गाडीमा हालेर लैजानु क्या बिचरालाई मार्न त जसरी नै मार्छन् होइन मर्ने पनि तरिका हुन्छ क्या भाइ यो चिसोमा भन न पठाङ्ग्रेर बिचरा हेर